आदरणीय दर्शक महानुभावहरू नमस्कार। म शैलेश पराजुली। मिटर ब्याज पीडितहरूले कारागारमै पुगेर आज पूर्व उपप्रधान एवं गृहमन्त्री तथा हालका रासोपा सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन्। सहकारी ठगीको केसमा पूर्वपक्षको लागि थुनामा रहेका लामिछानेसँग किसान मजदुर सङ्घर्ष समितिका संयोजक अब्दुस कुशवाहा र निर्ग नवीन सहितको टोलीले भैरव स्थित रूपन्देही जिल्ला कारागारमा भेटघाट गरेका छन्। भेटघाटमा उनीहरूले रवि लामिछानेले गरेको मिटर ब्याज पीडितहरूको समस्याको सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नै नभएको साथै सरकारले आफूहरूलाई व्यवस्था गर्ने गरेको र आशा नै मारिसकेको बताएका छन्। निर्ग नवीनले भने जुन तदरुपताका साथ छलफल र गृह कार्यपछि भएको सम्झौता अहिले कार्यान्वयन हुनै सक्दैन भन्ने कुरा भइरहेको छ। एक हिसाबले भन्ने हो भने सरकारले हामीलाई चिन्न छोडिसक्यो। यसैबीच सङ्घर्ष समितिका संयोजक अब्दुस कुशवाहाले भने नयाँ सरकार बन्नासाथ हरेक जिल्लाहरूका प्रहरी र सिडिओ फेरिएसँगै उल्टो मिटर ब्याज पीडितहरूमाथि मुद्दा चलाइएको र पक्राउ गरिएको छ। सरकार साहुकार जोगाउन लागिरहेको छ। अन्याय भयो भनेर हामी कहाँ जाने? अहिलेको पीडितहरूको लागि गृह मन्त्रालयको ढोका बन्द जस्तै नै छ। यसपछि जवाफमा रवि लामिछानेले उनीहरूलाई नआत्तिकन एक भएर अगाडि बढ्न आग्रह गरेका छन्। पीडितहरूप्रति राजनीति हुन नहुने भन्दै न्यायको लडाईँ एक दिन अवश्य जितिने बताए। उनले भने धनी र गरिब बीचको लडाईँ लामो चल्छ, जित न्यायको हुन्छ, तर धैर्य गर्नुपर्छ। जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ? सुन्नुपर्छ, सुन्छ। सरकारले नसुने अर्कोले सुन्छ। त्यतिन्जेल तपाईहरू बीचको फाटो हुनु भएन, एक भएर लड्नुपर्छ। मलाई हेर्नुहोस् त, मेरो स्वार्थ के छ? जनताकै लागि लड्दा यो दुःख पाएको छु। न्याय पाउन अघि दुःख नै हुने रहेछ, यसपछि न्याय हुन्छ। तपाईहरूले अहिले पाइरहनु भएको दुःख न्याय पाउनु अघिको दुःख हो। नआत्तिनुस्।